हेलो साथीहरु, स्वागत छ मेरो नयाँ भिडियोमा। आज म चाहिँ इलाम जाँदै छु। तपाईहरु म किन इलाम जाँदै छु म तपाईहरुलाई भन्छु है त। तर त्यो भन्दा पहिला आज जाँदै बाटोमा चाहिँ एकदम धेरै हामी रोक्यौं क्या, किनभने यो चाहिँ हाम्रो पुवाखोला भन्ने ठाउँ हो। यहाँ चाहिँ ट्रकमा एक्सकाभेटरले माटो लोड गर्दै थियो क्या, अनि पुरा टाइम लाग्यो नि त। अनि हामी चाहिँ त्यही एकछिन बस्यौं, रोक्यौं, अनि ट्र्याक्टर लिएर ठ्याक्कै भदै पनि आइपुग्यो। अनि भदैसँग एकछिन गफसफ गरे। अनि तपाईहरुलाई म एकदम स्लो मोसनमा देखाउँछु ल। यो म तपाईहरुलाई किन स्लो मोसनमा देखाउँदै छु त भन्दाखेरि फाइनली बेली ब्रिज चाहिँ मात्रै भए पनि बन्दैछ क्या हाम्रो पुवाखोलामा। किनभने जब बर्खा लाग्छ तब चाहिँ एकदम लकडाउन जस्तै सुरु हुन्छ नि त। लकडाउन जत्तिकै हुन्छ क्या, किनभने इलाम जाने बाटो नै ठप्प हुन्छ। अनि यसपालि चाहिँ यही भित्रमा चाहिँ यो पुल बन्ने सक्छ भनेर भन्नुभएको छ। त्यही भएर हामी एकदम ज्यादा खुसी छौं। तपाईहरु देख्न सक्नुहुन्छ इलाम बजार हिँडेर पनि जान सकिन्छ, तर बाटो एकदमै ज्यादा अप्ठ्यारो छ क्या। अनि त्यही भएर यसपालि चाहिँ बेली ब्रिज बन्नेपछि हामीलाई धेरै राहत हुन्छ भन्ने आशा गरेका छौं हैन। अनि यसमा चाहिँ माननीय सुहाङ नेम्बाङलाई मनैदेखि धेरै धन्यवाद दिन चाहन्छौं, किनभने अब हुन त यो पहिला बनिसक्नु पर्ने हो, तर भए पनि यसै पाली भने पनि नबनिनु भन्दाखेरि बनिँदैछ क्या। त्यही भएर हामी चाहिँ एकदम ज्यादा खुसी छौं। देख्न सक्नुहुन्छ वारी पारीको फाउन्डेसनहरु पनि उठिसकेको छ। अनि हामी चाहिँ फाइनली इलाम बजार पुगिसक्यौं साथीहरु हैन। अनि म चाहिँ आज इलाम बजार किन जाँदै छु भने आज चाहिँ हाम्रो एकदम श्री रवि शंकरजी हाम्रो गुरुदेवको बर्थडे छ हैन। अनि हामी चाहिँ एकदम इको फ्रेन्डली डेकोरेसन सुरु गरिसक्यौं। म जाँदाखेरि म्यामहरुले अघिदेखि सुरु गरिसक्नु भएको थियो, अनि म गएर हेल्प गरे हैन। ह्यान्डक्राफ्टमा चाहिँ हाम्रो म्याम अनि म्यामहरुलाई चाहिँ कसैले कम्पिट गर्न सक्दैन जस्तो लाग्छ क्या मलाई। अनि म पनि हेरेँ हैन, एकदम इन्ट्रेस्टिङ लाग्यो। अनि मैले पनि हेल्प गरेँ। त्यतिकैमा म्यामले चाहिँ मलाई लड्डु दिनुभयो। अनि लड्डुहरु खाँदै हैन, किनभने गुलियो चाहिँ मेरो फेभरेट हो क्या। म प्राय जति नै खान सक्छु। अनि उहाँहरु ह्यान्डक्राफ्टमा एकदम एक्सपर्ट हुनुहुन्छ। अनि म चाहिँ ह्यान्डक्राफ्टमा हल्का अब के भन्नु त्यसलाई त्यस्तो छु नि त, अनि नजान्ने। त्यही भएर म चाहिँ एकदम सिक्दै म पनि बनाउने कोसिस गरिरहेको छु क्या। सिम्पल कागजलाई उहाँहरुले कति राम्रो मोडिफाई गरेर बनाउनुहुन्छ क्या। अनि म पनि उहाँहरुसँग सिक्दै बनाएँ हैन। फाइनली हाम्रो ह्यान्डक्राफ्ट फिनिशिङ भइसकेको छ। अब चाहिँ हामी डेकोरेसनतिर लाग्यौं। देख्न सक्नुहुन्छ हैन, डेकोरेसन गर्न धमाधम काम सुरु भइसकेको छ हैन। तपाईहरुलाई फाइनली म डेकोरेट भइसकेपछिको पनि देखाउँछु हैन। अनि एकदम फ्लावर बोहरु सबै यिनीहरु जति पनि सबै इको फ्रेन्डली हो क्या। अनि फाइनली हैन हाम्रो डेकोरेसन चाहिँ फिनिश भइसकेको छ साथीहरु, देख्न सक्नुहुन्छ। तपाईहरुलाई कस्तो लाग्यो हैन प्लिज कमेन्ट गरेर भन्नु होला हैन। मलाई चाहिँ एकदम राम्रो लाग्यो क्या। सबै कुरा एकदम इको फ्रेन्डली टाइपको छ, देख्न पनि सक्नुहुन्छ। मज्जाले हेर्नुस् ल। अनि यो डेकोरेसन सकेपछि हाम्रो एकदम ट्यालेन्टेड ससी हो चाहिँ हैन, उसले चाहिँ गुरुजीको बर्थडे चाहिँ एकदम आफ्नो हातदेखि लेख्दैछ कि ह्यापी बर्थडे गुरुजी भनेर। अनि म चाहिँ वाउ भन्दै खर भिडियो बनाउँदै छु, देख्न पनि सक्नुहुन्छ हैन। कति राम्रो भइरहेछ। अनि सबैजना आई पनि राख्नु भएको छ हैन। एक गर्दै गुरुजीको बर्थडे सेलिब्रेट गर्न आइसक्नु भएको छ सबैजना। अनि सर पनि हाम्रो यादव राज सर पनि एकदम आइसक्नु भएको छ। अनि सबैजना आएर अब हामी चाहिँ गुरुजीको बर्थडे सेलिब्रेसन गर्न सबैभन्दा पहिला चाहिँ हामी गुरु पूजा सुरु गर्दैछौँ। अनि सबैजना एक गरेर जति पनि आर्ट अफ लिभिङमा जोइन हुनुहुन्छ उहाँहरु आउँदै हुनुहुन्छ। सबैजना त आउनु भएन होला, तर प्राय आउनु भएको छ हैन। अनि हाम्रो केक कटिङको टाइम सुरु भइसकेको छ साथीहरु। एकदम हाम्रो सृजना म्याम अनि यादव गुरु दुवैजनाले चाहिँ यादव सर सृजना म्याम दुवैजनाले चाहिँ एकदम बर्थडे सेलिब्रेटको लागि क्यान्डल जलाएर, क्यान्डल के भन्नु त्यसलाई, क्यान्डलै भनौँ, क्यान्डल जलाएर केक कट गरेर भजनदेखि एकदम सुरुवात भइसकेको छ। हामीमा एकदम खुसियालीको माहौल छाएको छ, देख्न पनि सक्नुहुन्छ हैन। आर्ट अफ लिभिङ नामै काफी छ क्या। यति धेरै सुकुन, यति धेरै आनन्द सायद जीवनमा कुनै ठाउँमा छैन होला क्या। तपाईहरु पनि एकचोटि आउनु होला, बुझ्नु होला हैन।
अनि सबै हामीले सेलिब्रेट गरिसकेपछि अब चाहिँ एक एक गर्दै हामी घरतिर लाग्दैछौँ हैन। तर म चाहिँ एकदम मैले चाहिँ फोटो खिचेको छुइनँ नि त, त्यही भएर म चाहिँ फोटो खिच्ने भनेर लाइनमा छु। अनि तपाईहरु देख्न पनि सक्नुहुन्छ आधी कोही घर लागिसक्नुभयो हैन, कोही त्यत्तिकै छौँ। अनि हामी चाहिँ फाइनली घर फर्क्यौँ हैन। घर आउँदा चाहिँ यति आजको सबैभन्दा क्युट सा बच्चा हैन। अनि ऊ चाहिँ अर्को क्युट लिची। अनि हामी सबैसँग बिदा मागेर हैन घर फर्क्यौँ। अनि आजको श्री श्री रविशंकर गुरुदेवको बर्थडे चाहिँ एकदम रमाइलो भयो हैन। अनि आई होप तपाईहरुले मेरो भिडियो हेरेर थोर बहुत पनि इन्जोय गर्नुभयो होला। थ्यांक यू सो मच फर वाचिङ एभ्रीवन। कीप सपोर्टिङ। बाइ बाइ।